नमस्ते, म रामकृष्ण परिया। म अहिले चाहिँ ठ्याक्क चाहिँ बुढानीगढा नगरपालिकाको कृष्ण मन्दिर यो 5 नम्बर वडाबाट चाहिँ भित्र छिरेको छु। यो चाहिँ यहाँको कोलोनी तपाईहरुलाई देखाउन लागिरहेको। यहाँ यस्तो छ, यो वनको छेउ यो कोलोनी भएको हुनाले कस्तो छ त ठाउँ भनेर देखाइदिनु खोजे हो। यहाँ चाहिँ यस्तो राम्रो ठाउँ छ। यहाँको वनको छेउमा यस्तो कोलोनीहरू बनेको छ। म चाहिँ वाकिङ हिँड्या हो र वाकिङ हिँड्दा पनि एउटा बनाइदिउँ न त भिडियो भनेर बनाउन लाग्यो। यस्तो राम्रो छ है कोलोनीहरू। यहाँ अब घरै देखिँदैन नि, अब यहाँ घर पनि देखिँदैन। उही ठुला ठुला घरहरू छन्। यहाँ घरहरू छन्। म चाहिँ यहाँबाट ठ्याक्क निस्किएर बुढा नीलकण्ठ मन्दिर जानलाई लागिरहेको हो। बुढा नीलकण्ठ मन्दिर पुगेपछि मेरो लगभग 1 घन्टाको बेलुकाको हिँडाइ चाहिँ पुरा हुन्छ। ठाउँ चाहिँ यस्तो रमाइलो ठाउँ छ है, यस्तो रमाइलो ठाउँ छ। घरहरू ठुला घरहरू छन् यहाँ। अब म केही समयपछि लगभग अब 10-15 मिनटमा चाहिँ निस्किन्छु होला। उसमा बुढा नीलकण्ठ मन्दिर निस्किन्छु होला। यहाँको यो ठाउँ चाहिँ अब शान्त वातावरण। यहाँ चाहिँ अलिकति पैसा धेरै भएका मान्छेहरू यस्तो किसिमको घरहरू बनाएर बसेका छन्। म चाहिँ धेरै तल मिलन चोकमा बस्छु र यसो वाकिङको लागि चाहिँ हिँड्दै गर्दा यहाँको दृश्य कस्तो छ त भनेर देखाइदिनु खोजे मात्रै हो। ल तपाईहरु यो इस्कन मन्दिर आएपछि बुढा नीलकण्ठ मन्दिर जानलाई अलिकति माथि आएर अनि तेर्सो लाउनु भने यो बाटो भेट्नुहुन्छ। यो बाटो आनन्दको छ, राम्रो छ। भिआइपी पनि छ, भिआइपी बस्ती हो यो। बुढा नीलकण्ठमा धेरै ठाउँहरू यस्तै कोलोनीहरू मात्रै छन्। यो चाहिँ भिआइपी एरिया नै हो। यहाँ चाहिँ यो बुढा नीलकण्ठमा यसरी बस्नेहरू चाहिँ धेरै यस्ता कोलोनीहरू छन्। यी कोलोनीहरू अब यो यहाँ चाहिँ खास गरी प्रधानमन्त्री पहिलाको भूपू प्रधानमन्त्री शेरबहादुर देउवाको एरिया लगायत यहाँ धेरै धनगढे मान्छेहरू, मन्त्री लगायत यो आर्मीका ठुला मान्छेहरूको बस्ती छ। त्यसैले यो बुढा नीलकण्ठ एरिया चाहिँ भिआइपी एरिया पनि हो र हावापानी हिसाब किताबले पनि धेरै राम्रो छ। अब अहिलेको समयमा तराईतिर भनौँ अब चाहिँ काठमाडौँ भ्याली बाहिर चाहिँ गर्मी छ। यहाँ सिरा गरेर सुत्नुपर्छ। बिहान पख त झन् जाडे भएर सिरा गर्नुपर्छ। राति अनि पङ्खा चाहिँदैन। त्यस्तो किसिमको ठाउँ हो यो। ठाउँ चाहिँ एकदम राम्रो ठाउँ हो यो। त्यही भएर जग्गा जमिन पनि धेरै महँगो पर्छ। यहाँ एक आनाकै 65 लाखसम्मतिर हालेर बसेछन् मान्छेहरू। यस्तो किसिमको बाटोहरू तपाईलाई देखाएँ। यो वे हो। अब माथि वन एरिया छ। बन्देली वनको यो शिवपुरी राष्ट्रिय निकुञ्ज। यहाँ बच्चाहरू खेल्न लाग्छ यहाँनिर। यहाँ बच्चाहरू खेल्ने ठाउँ पनि छ। यहाँ राम्रो ठाउँ रहेछ, खुल्ला ठाउँ। यस्तै छ यहाँको ठाउँहरू चाहिँ। रमाइलो ठाउँ भएको हुनाले मैले चाहिँ एउटा भिडियो बनाइहालेँ। ल तपाईहरु पनि काठमाडौँ आउँदाखेरि र काठमाडौँमै रहनुहुने मान्छेहरू पनि यो बाटो यसो वाकिङको लागि आइदिनु भयो भने हेर्न चाहिँ लायक छ। ल मैले अब चाहिँ आजलाई चाहिँ यो बाटो देखाएँ। राम्रो छ, आनन्दित छ। यहाँका मान्छेहरू बसाइ पनि राम्रो खालको छ भन्दै सबैलाई नमस्कार गरेँ है त। नमस्ते।